सम्पूर्णमा नमस्कार। आज म जीवनका भोगाई, जीवनका अनुभूतिहरू को बारेमा केही कुराहरू यहाँहरू समक्ष सेयर गर्न गइरहेको छु। वास्तवमा यो जीवन बिस्तारै उमेर सँगसँगै सोचाइहरूमा आउने परिवर्तनहरू, अनुभवहरू, सँगालेका अनुभवहरूले दिने एक प्रकारको चेतना, त्यो फरक प्रकृतिको हुँदो रहेछ। जब हामी बाल्यकालमा थियौँ, त्यो बाल्यकालमा रहँदा हाम्रा सोचाइहरू फरक ढङ्गका थिए। हामीलाई असाध्यै खेल्न मन लाग्थ्यो, साना खेलौनाहरूसँग साक्षात्कार गर्न मन लाग्थ्यो, साथीहरूसँग वन जङ्गल पाखा पखेरुमा घुम्न मन लाग्थ्यो, खोलामा माछाहरू गङ्गटाहरू मार्ने अथवा खोला कोट्याउन मन लाग्थ्यो। तर त्यति बेला हामीलाई एउटा प्रकारको रिस्ट्रिक्सन, बन्धन अथवा प्रतिबन्धहरू थिए। हाम्रो बाबा आमा, गार्जेनहरू, शिक्षकज्यूहरू सबैबाट त्यो गर्न दिइँदैन्थ्यो। हामीलाई खोलाको तलाउमा धेरै पौडी खेल्न मन लाग्थ्यो, रमाउन मन लाग्थ्यो, पानीसँग खेल्न मन लाग्थ्यो। तर त्यति बेला हामीलाई त्यो गर्न दिइँदैन्थ्यो। मैले अरू पनि उदाहरण दिन चाहन्छु। हामीलाई साना साना चिजहरूले प्रभावित गर्थ्यो। त्यति बेला पिपल मेड भन्ने हुन्थ्यो, चक्लेटकै स्वरूप। त्यो सानो मिठाई दिँदा, बिस्कुट चक्लेट दिँदा हामीलाई सबैभन्दा खुसीको क्षण त्यही नै हुन्थ्यो। तर जीवन परिवर्तन हुँदै जाँदा, बदलिँदै जाँदा, जब उमेर पाक्दै जाँदा हामीसँग ती चिजहरू सबै उपलब्ध भए। जबकि बाल्यकालमा 1 रुपियाँ पाउन पनि मुस्किल हुन्थ्यो, त्यो अवस्था अब रहेन। तर समय परिवर्तन हुँदै, उमेर बढ्दै, पाको हुँदै जाँदा अब हामीलाई खोलामा गएर दिनभरि खेल्ने, पौडी खेल्ने, वन जङ्गल रमाउने, यस्तै कुनै सानातिना चिजहरू, मिठाईहरू जस्ता चिजहरू खाने, यो कुरामा कसैले रोक्न सक्दैन अहिले।